सो हेलो गाइस, मेरो नाम चाहिँ अस्कबन मेरो घर चाहिँ इलाम अनि म चाहिँ आज फेरि माथि पूजामा जाँदैछु आमेनहरूकोमा ठुलो बुवाहरूकोमा सामान लिएर जाँदैछु। आज बिहान 10 बज्दैछ दिन हेर्नुहोस् गाइस कस्तो खुलेको छ। सुन्छ कि सुन्दैन मेरो आवाज यो चाहिँ म हिँडेको ल म चाहिँ हिँडिरहेको थिएँ गइरहेको थिएँ अनि यहाँ आमेनहरूकोमा चाहिँ मेरो भदै खेलिरहेको थियो अनि यतिकैमा म पनि भदैसँग जिस्किँदै थिएँ अनि उता चाहिँ आशा भाउजूको दिदीको छोरीहरू आउनुभएको छ। आशा भाउजूको दिदी पनि आउनुभएको थियो, मनिषा नाना अनि उहाँहरूलाई अनि तातो पानी चिसो पानीहरू स्प्राइटहरू दिनुभयो आमेन अनि भाउजूले। यहाँ चाहिँ हुनुहुन्छ मेरो मनिष राई, त्यहाँ चाहिँ बत्तीमा डाल्डा हाल्दै हुनुहुन्थ्यो। हाम्रो चाहिँ यो बत्ती चाहिँ 108वटा हुन्छ अनि यो थियो यो डाल्डाको फाइनल लुक अनि उहाँहरू चाहिँ गफ गरिराख्नु भएको थियो मुनिबाट। के गर्थ्यो त यहाँ कानमा हाल्छ नि त पहिला त्यो। यहाँ पूजादेखि तल झरिरहेको थियौँ, यहाँ नानीहरू आइरहेको थियो अनि हेर्नुहोस् न दिन धुम्म भइरहेको थियो अनि यो चाहिँ छ हाम्रो बत्तीको फाइनल लुक। बत्ती बालेर कस्तो राम्रो भएको थियो। अहिले चाहिँ यहाँ कति गर्मी छ होइन, मेरो गर्मीले चाहिँ हालत प्याक उता हुनुहुन्छ हाम्रो अर्पणाजी। ल टिप्रेर आउँदा अनि वाङ थाप्नु चाहिँ हेर्नुहोस् चाहिँ आज चाहिँ मेरो फेरि सँग भेटाएर मैले चाहिने बेला लुगा भेटिँदैन। हामी हो हामी यो चाहिँ हेर्नु साथीहरू मेरो भेस्ट हो। ल हेर न कहाँसम्म पुग्छ। हो छोड्नु गाह्रो छ साथीहरू। त्यति त आउँछ होला, तिमीलाई जामै हुन्छ। अब चाहिँ हाम्रो वाङ थाप्ने बेला आएको छ। अब चाहिँ हामी वाङ थापेर भेट्छौँ। हामीले चाहिँ वाङ पनि थाप्छौँ बिचरा अर्पणाजीलाई गाह्रो छ। ओए के हो यो गाडीजी सो गाइस अब चाहिँ हामी खानुपर्ने हुन्छ, घर जानुपर्ने हुन्छ नि त अनि मम्मीलाई पकाउनु पर्छ। यो पक्र त हामी अब ल अब चाहिँ अनि घरमा पालो गर्नु हुँदैन, घरमा आफै मात्रै हुनुहुन्छ नि दोकान आउनेको पनि भएन अनि अब म खाना खान्छु अनि घर जाने अनि त्यहाँदेखि मम्मीलाई पठाउँछु। म यहाँ वाङ थाप्छु। वाङ भनेको चाहिँ हाम्रो तामाङ संस्कृतिको के भन्छ प्रसादहरू जस्तै हो, आशिषहरू लिने खालको त्यस्तो भन्नु मलाई त्यस्तो खासै थाहा छैन। हामी चाहिँ अब खाजा खानुपर्ने हुन्छ। यो चाहिँ छ हाम्रो खाजा। अब चाहिँ हामी
चाहिँ हामी खाजा खाएर जानुपर्ने हुन्छ घर खाइदिउँ रोटी पनि छ है हाम्रो चाहिँ म चाहिँ अचारै मनपर्छ क्या अरूभन्दा पनि हजुर उयो बोलायो चियर्स मुला हो मुला पनि छ अब एकछिनमा बेच्छु म साथी हामी चाहिँ अब पूजा सकेर घरतिर लाग्दैछौँ के भन्नु म चाहिँ घरि माला मिलाइबसेको घरि लुगा मिलाइबसेको म चिन्डे रहेछ होला यार यसो चिन्डे कस्तो रहेछ खतरा पेट हेर्नु न पेट हामीले कैसा लगा मेरा मजाक कुद्दा कुद्दै गाडी भाँचिन्छ अरे साथीहरू सुन्नुहोस् है कुरा पनि चोक भनेको होइन नि हो यतिखेर हामीले प्रन्साजीलाई चाहिँ निकै मिठो अङ्कलहरू प्रन्सालाई चाहिँ निकै मिस गरिरहेको छौँ छुट्याउनु है छिटाउनु होइन म आउँछु अनि के भन्न चाहन्छु सो आजको लागि भ्लग यति नै साथीहरू म त घर पनि आइपुग्न अङ्कलहरू कस्तो हेरिदिएको अनि घर पनि आइपुग्न आँटिसक्यो अनि आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ बाई बाई